गाइस हेर्नुहोस् है, यो अर्ग्यानिक प्योर अर्ग्यानिक यो सुकुन्दरको रोटी यसरी यसमा गरेपछि यसमा के मिक्स गरेको छ हामीले हरियो भेजिटेबल सबै सुकुन्दरलाई काटेर यसलाई पिसेर यसरी चाहिँ यो भान्सामा चाहिँ अर्ग्यानिक चुकुन्दरको रोटी बन्दैछ है। ल यसमा यसको ल साह्रै गजब हुन्छ। ल यसको बनाउने यसलाई यसरी चाहिँ तावामा सबै चिज मिश्रण गरेर चाहिँ यसरी यहाँ चाहिँ र चाहिँ यहाँ छ यसरी यो डेक्चीमा यसरी बनाउने। यसमा विभिन्न फ्रुटहरू भेजिटेबल बन्दा गाजर आदि इत्यादि सबै मिक्स यसरी गर्नुपर्छ अनि चुकुन्दर मिसाउने सबै किसिमको भेजिटेबल राख्न सकिन्छ यसमा चाहिँ। यो प्योर अर्ग्यानिक हो, एकदम हाइजेनिक खानेकुरा हो यो चाहिँ। यहाँहरू पनि ट्राई गर्न सक्नुहुन्छ। र मेरो एउटा यो पाक्न लाग्यो, अब यो पाक्न लाग्यो है। अब यो चाहिँ यो चुकुन्दरको रोटी कस्तो बनेछ भने पछाडि यसलाई म चाहिँ टेस्ट गर्न गइरहेको छु है। अब कतिको मिठो छ। प्योर अर्ग्यानिक, यसमा छुट्टै किसिमको स्वाद आउँछ। हेर्नुहोस् त यस्तो हुन्छ। यो सम्पूर्ण भेजिटेबलहरू हल्का फ्रुटहरू पनि केही राख्न सकिन्छ यसमा। बन्दा चुकुन्दर गाजर ल गजब छ, एकदम अर्ग्यानिक। यसमा धेरै तेल पनि राख्नु पर्दैन, सानो आगो पारेर बिना तेलमै यसलाई पकाएको। यो हल्का चाहिँ राख्नुपर्छ तेल।